हेलो हेलो एभ्रिवान। अहिले चाहिँ फेसबुकले नयाँ नयाँ अपडेट दिइराखेको हुन्छ है, बिचबिचमा अपडेट गरिराखेको हुन्छ। तपाईँहरूले पनि के अपडेट आयो के भयो भन्ने कुराहरू आज म तपाईँलाई भन्नेछु। तपाईँहरूले मजाले भिडियोलाई हेर्नुहोस् है, भिडियोलाई अन्तिमसम्म हेर्नु होला। तपाईँहरूले भिडियो हेर्न सक्नुहुन्छ फेसबुकमा है साथीहरू। मैले चाहिँ फेसबुक एप्सलाई ओपन गर्नेछु। ओपन गरिसके भन्दापछि तपाईँहरूले सर्वप्रथम अब प्रोफाइलमा जानु होला। प्रोफाइलमा गइसकेपछि तपाईँहरूले एउटा कपिराइट हैन, तपाईँले भिडियो अपलोड गर्नुहुन्छ, रिल्स हैन, सर्ट भिडियो, लङ भिडियो, स्टोरेज तपाईँहरूले गर्नुहुन्छ। तपाईँको सबैभन्दा पहिला फेसबुकले कपिराइट चेक गर्छ हैन। कपिराइट चेक गरिसके भन्दा पछि नै तपाईँको फोटो, भिडियो अनि लङ भिडियो होस् या सर्ट भिडियो होस् अनि अपलोड हुने गर्दछ। अहिले चाहिँ फेसबुकले एकदम राम्रो गर्दैछ। तपाईँको पछि कपिराइट आउनुभन्दा पहिले नै तपाईँको फेसबुकले तपाईँको भिडियोलाई स्क्यान गर्नेछ, कपिराइट छ कि छैन भनेर। तपाईँले भिडियोलाई हेर्नु होला है, भिडियोलाई नछुटाउनु होला। तपाईँहरूले भिडियो फुल वाच गर्नुभयो भने मात्र थाहा पाउनुहुनेछ। मैले फेरि अरूको जस्तो त्यो होइन यो भयो त्यो भयो भन्ने हावा कुरोहरू गर्दैन। मैले जेन्युन भिडियोहरू ल्याउने गर्छु धेरै जसो। तपाईँहरूले हेर्नु होला। सबैभन्दा पहिले तपाईँ उदाहरणको लागि यहाँ जानु होला रिल्समा है। रिल्समा जानु होला। रिल्समा गइसकेपछि तपाईँले एक न एक भिडियो राख्नु होला। मैले चाहिँ यता गएँ, यो यता गइसकेपछि म एउटा भिडियो अपलोड गरेर देखाउँछु, तपाईँहरूलाई देखाउँछु होइन। मैले यसमा ऊ लग्छु है, इफेक्ट लग्छु आफ्नो उसमा, इफेक्ट लग्छु। इफेक्ट लगिसके साथीहरू हेर्नु होला है, इफेक्ट हेर्नु होला। प्रपर भिडियो हेर्नु होला। तपाईँले भिडियो चाहिँ फुल भिडियो हेर्नुपर्ने हुन्छ यो सिक्नको लागि। अनि तपाईँले भिडियो चाहिँ अपलोड गर्नुपर्ने हुन्छ है। तपाईँहरूलाई जेन्युन भिडियो देखाउनेछु मैले, जेन्युन भिडियो बनाएर तपाईँहरूले हेर्न सक्नुहुन्छ है। ल मैले भिडियो चाहिँ स्टार्ट गर्ने। हेर्न सक्नुहुन्छ साथीहरू है। मैले चाहिँ यो भिडियोलाई चाहिँ कति सेकेन्डको, 3 सेकेन्डभन्दा 2 सेकेन्डको भन्दा तल अपलोड हुँदैन। अनि त्यस्तै भएछ मेरो पनि है। म एकछिनमा तपाईँहरूलाई देखाउनेछु, तपाईँहरूले हेर्दै गर्नु होला। भिडियो चाहिँ फुल भिडियो हेर्नुहोस् है। ल है साथीहरू, भिडियो चाहिँ ओपन नै छ, तपाईँहरूले हेर्न सक्नुहुन्छ। अब म यसलाई चाहिँ नेक्स्ट गर्छु है। नेक्स्ट गरिसके भन्दा चाहिँ तपाईँले हल्का जस्ट एडजस्टमेन्ट गर्नको लागि सिक्नुहुन्छ भनेर है। यो भिडियोलाई चाहिँ मैले अपलोड तपाईँ यसरी गर्न सक्नुहुन्छ। मैले अपलोड चाहिँ गर्दैन। तपाईँले तल हेर्नु होला, यो कपिराइट इनेबल भन्ने चाहिँ तल जानु होला। यता यसमा चाहिँ तपाईँको भिडियो स्क्यानिङ हुनेछ। तपाईँले कुन भिडियो लगाउनु भएको छ त, तपाईँले कपिराइट भिडियो छ कि छैन कि भनेर कपिराइट चेक हुनेछ सबैभन्दा पहिला। त्योभन्दा पछि मात्र तपाईँको भिडियो अपलोडेड हुनेछ। अनि यो गरिसके भन्दा पछि तपाईँको भिडियो प्रपरली अपलोड हुन्छ साथीहरू। तपाईँ अहिले चाहिँ फेसबुकले राम्रो अपडेट गरिदिएछ। यसको लागि फेसबुकलाई धेरै धेरै धन्यवाद र तपाईँ दर्शक महानुभावहरूलाई पनि धेरै धेरै धन्यवाद। फेसबुकले चाहिँ राम्रो अहिले गर्दैछ है साथीहरू। र यसमा गइसकेपछि तपाईँहरूले तल सेयर नाउ भन्ने अप्सनमा जानु होला। र सेयर गरिसके भन्दा पछि तपाईँको कपिराइट चेक हुनेछ है। यदि कपिराइट छ भनेपछि अपलोड हुन्छ, कपिराइट छ भनेपछि तपाईँको अपलोड हुँदैन, कपिराइट छैन भनेपछि तपाईँको प्रोफाइलमा भिडियो चाहिँ अपलोड हुनेछ। आजको जानकारी तपाईँहरूको लागि यति नै। र मैले नयाँ नयाँ र जेन्युन कुरा सिकाउने गर्छु साथीहरू। भिडियोलाई सेयर गर्नु होला, लाइक गर्नु होला, कमेन्ट गर्नु होला है।